running. रमाइलो भइरहेको छ केटाहरूसँग। माथि राख्नु भयो सकिन्छ होइन सुङ्गो पर्ने हो केटाहरू त पुरै अगाडि पुगिसकेको छ। हामी चाहिँ पुरै दौडिँदैछौँ है, स्पिडमा जाँदैछौँ। के हुन्छ लास्टसम्म भिडियो हेरिदिनु होला। यसै एडभेन्चरको लागि पनि दामी छ। कहिले स्मुथ रोडहरू, कहिले रफ रोडहरू, कहिले अफ रोडहरू नि आउँदैछ। हेर्दै गर्नु होला भिडियोहरू। केटाहरू चाहिँ यस्तो कुदिसक्यो कि डुक। एउटा दाइ चाहिँ अगाडि पुगिसक्नु भयो, हामी चाहिँ अब पछाडि जाँदैछौँ। के हुन्छ हेर्नु होला। मुडी बजार पुग्न लाग्दाको भिडियोहरू हो। अलिअलि अफरोड आउँछ, पिजै छ यहाँसम्म त राम्रै छ। अब मुडी बजार पुगेपछि हामी भेटौँला है त। दामी छ रोडहरू चाहिँ, एकदम दामी बवालै छ। दामी लाग्यो जोस्। सैलुङ एकचोटि चाहिँ जानु होला, दामी छ जोस्। घुम्नको लागि एक्सप्लोर गर्नु कति लाइफमा डिस्ट्र्याक्सनहरू हुन्छ, यसो कहिलेकाहीँ फ्री पनि हुनुहोस्, जानुहोस् घुम्नुहोस् है त। स्टे ट्युन केटा हो। अब मुडी बजार पुगेर भेटौँला। अब होटेलसम्म पुग्दा लास्ट बजार यही हो। यसमा अब छुर्पीहरू, यसो सामानहरू दाइहरूले किन्नुभयो। यसो छुर्पीहरू एकछिन खाएँ, एकछिन रमाइलो गरेँ। त्यसपछि चाहिँ हामी फेरि फर्दर सैलुङको लागि हिँडेँ। पानी परेर यस्तो चिसो हो कि महाकुरी। यी जग्गाहरू नि सैलुङ जाँदैछ भने अथवा कहीँ घुम्न जाँदैछ भने मनसुनको टाइममा चाहिँ रेनकोटहरू बोकेर जानु होला। यसले प्लस पोइन्टहरू हुन्छ कि। हामी सैलुङ जाँदै थियो, यति चिसो भने भिजेर एकछिन त। त्यसपछि हामी अफरोड गर्दै पुग्यौँ। हामी अलि अघि आएको थियो पानी परेर। त्यसपछि हामी एकछिनको ब्रेक लिन्छौँ। नाक अफरोड छ नि माकुरी हिलो त। बाटो राम्रै छ, कोही ठाउँमा मात्र हो अलिअलि अफरोड छ, कोही ठाउँमा नराम्रो छ, त्यति हो। तर त सजिलैसँग जान सकिन्छ। अब एकछिनपछि चाहिँ हामी होटलमा पुग्छौँ। त्यसको भिडियोहरू चाहिँ बनाउन पाएन, मोबाइल डेड भएर। अब सिधै अब बिहान गएको भिडियो हेर्नु होला है त ठ्याक्कै। मर्निङ गाइज। अब हामी चाहिँ होटलबाट उठेर फ्रेस भएर माथि जाँदैछौँ। चट्टा लाएर माथि पुगिसक्नुभयो। कोही चाहिँ हामी चाहिँ तरवार तपाईँले देख्न सक्नुहुन्छ है, त्यहाँ सेप छ। सरी राख्छु ल। यो बनाउनु पर्यो है। अब यसो केही इच्छा त पुरा गर्नु पर्यो नि होइन। ल ओहो ठ्याक्कै बस्यो है। जाँदैछौँ सैलुङतिर। सैलुङ त आइपुगिसक्यो है। देखाइदिनुहोस्। देखाइदिउँ यार। running. रमाइलो भइरहेको छ केटाहरूसँग यार। दामी छ भ्यू चाहिँ।
घोडाघाट दामी छ डियर। इफ तपाईँहरू पनि काठमाडौँबाट आउन चाहनुहुन्छ भने आउनु होला है। यस्तो दामी वान अफ द बेस्ट ठाउँ हो कि खतरा बादल देखिरहेछ सिलङबाट। ओहो दामी 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 चौरी गाई त्यहाँ छ। भ्यू टावर माथिबाट देखिन्छ। Thanks for watching. See you in the next one. Don't forget to like, comment, and subscribe.